आज मेरो एक्जाम कस्तो भयो त गाइज, भिडियो अन्तिमसम्म हेर्नु होला। अलराइट गाइज, वेलकम टु माई न्यू ब्लग। आज बिहान उठे, ब्रस गरेँ। आज बाहिर हेरेको मौसमहरू एकदम राम्रो थियो। त्यसपछि हामी गयो खाजा खान। खाजा खायो, चिया मात्रै खाइयो, किनकि खाली पेटै बिस्कुट खाएर मन्दिरहरू जान हुँदैन भन्ने सुनेको थिएँ, त्यही भएर चिया मात्रै खाइयो। बाहिर हेरेको फुलहरू कस्तो राम्रो फुलिरहेको छ। आज एक्जाम कस्तो हुने हो भनेर पढेँ एकछिन पढ्छु त केही दिमागमा घुस्दैन। आज एक्जाम कसरी दिने होला भन्दै सोच्दै हामी एकछिन निस्क्यौँ बाहिर। अनि साथीहरूले जाऊँ एकछिन मन्दिर भने एकछिन हामी मन्दिर जान लागेका थियौँ। एकछिन त्यहाँ के साथीहरू गफहरू गर्दै थिए। त्यसपछि हामी केही समयमा निस्क्यौँ मन्दिरतर्फ, किनकि दर्शन गरेर गयो भने पास हुन्छ भन्ने सुनेको थिएँ। त्यसपछि आएर हामी खाइयो खाना। म भए एक्जाममा जानलाई रेडी। अब ड्रेस छैन, यही अनड्रेसमै जाने हो। ड्रेस त अब 10 देखि नै सक्यो। त्यसपछि म ठिकठाक पढेर बाहिर बसेँ। साथीहरू ठिकठाक पढ्दै थिए, साथीहरूलाई पर्ख्या। एकछिन बाहिर मौसम पनि पानी पर्ला जस्तो भइरहेको थियो। त्यसपछि म एक्जामतर्फ गएँ। बाटामा भगवान्लाई नमस्ते गरेँ। एक्जाम दिएर आएपछि मैले खाएँ खाजामा चाहिँ थियो आज करेन्ट चाउचाउ। एक्जामको क्वेसनहरू यस्तो अप्ठ्यारो थियो नि, आज त कस्तो टाइट पनि गरिदिएर। त्यसपछि टेन्सन नलिकन हामी गइयो एकछिन घुम्न बाहिर घुम्यो। पानी पर्दै थियो हल्का, त्यही पनि घुमेर आइयो। आजलाई यति नै, भेटौँला अर्को भिडियोमा। बाई।